छिटो भन्नुपर्छ ऐसा टाइम मुझे बोलेगा था डान्स गराइदिने अब हेरेको हेरेमा हेरेको हेरे दुश्मन हेरेको हेरे ल भइगयो त सबैले गाउनु सुरुबाट गाउनु पर्यो नि गीत पनि हैन के भन्छ के हो तिम्रो नाम गाउन के हो बहिनी नाम तिम्रो परिचय तिमी बिहानीको घाम कता हिँडेको बिजुली गएर हामी हेरेको हेरे ल भइसक्यो त्यो आन्सर के हो राइट आन्सर Which is the longest river of Nepal? त्यही होला नि कर्णाली हैन हैन रङ हो त्यो भन्नु पर्छ त हात उठाएर मात्र हुँदैन आन्सर भन्नु पर्छ ल अर्को क्वेशन है हात उठाउने अनि त्यसपछि मैले नाम लिएपछि बल्ल आन्सर भन्ने हात नउठाइकन आन्सर भन्यो भने अगाडि आएर What percentage of Earth's surface is covered by water? Wrong answer भन्यो भने डेयर गर्नुपर्छ ल What percentage of Earth's surface is covered by water? डेयर चाहिँ खतरा खतरा दिनुपर्छ है लास्टमा चाहिँ भन्छ मेबी हजुर गुगलमै चेन्ज हुन्छ त्यो ल आज ठान मान्छे रङ आन्सर भएन अप्रोक्सिमेटली भए पनि भयो नि आन्सर भयो भने हुँदैन लाइक डेयर गर्नु पर्दैन हैन तर लाइक हुन्छ नि आन्सरै थाहा नभइकन हात उठायो भने चाहिँ डेयर गर्नुपर्छ है रङ आन्सर भइहाल्यो रङ आन्सर भयो भने के हुँदैन सुरुमा रोजिन ल रोजिन 70% अलिकति क्लोज गरेर मिलेन ल उसको डेयर अब पर्दैन रङ आन्सर भयो रङ आन्सरमा हैन के आन्सर आउँदैन भने 94 मिलेन अब डेयर दिनु पर्यो मिलेन भने पनि मिलेन क्लोज कसको हुन्छ ल क्लोज कसको क्लोज एकदमै रोज जोसेफको क्लोज एकदमै ल त्यो समीको वाला हात उठायो 80% ओइ आन्सर आइसक्यो 71 कुसुमको करेक्ट गेस गरेर मात्र करेक्ट गीत बसेपछि गीत बसेपछि न अब In which national park of Nepal rare snow leopard is found? कौन नोने आन्सर भन्नु कपी बाट बोल्दा अब कस्तो हेर्नु हेर्नु पाएन तिमी नयाँ देखि नै यस्तो हातले छोपेर मिलेन जो आन्सर मिलेछ हात नउठाउनु भन्यो हात नउठाउनु भन्यो भने त नि आउनु पर्छ रितिका फास्ट जानुपर्छ होला छिटो ए देयर पहिला आउन अगाडि उता ग्रुपमा गएर गीत गाउने गीत गाउने गीत गाउने राम्रो गीत अगाडि गाउनुपर्छ है फेरि सिरियस भएर अगाडि जानुपर्छ क्या अगाडि जानुपर्छ नि हो रितिका प्लिज ल भइहाल्यो What is the national bird of Nepal? Yeah, Bhagwan. Mean right answer. Dafe. Same call, wait, that's not What is the approximate forest coverage of Nepal? Oh shit, man. हजुर 41%.
Right answer. सक्ले मिटिङ एमएमा लाने छिउपट्टि रेड क्रस सर्कल अलि चकलेट दही जिम्गाउ यो मलाई जिले निनी भयो यो के मलाई ल अर्को question. गन्डिया चाहिँ मुसी तर बसै भयो Which place in Nepal is known as Amazon of East due to its biodiversity? यो क्वेशन नसुने क्वेशन Once more. Which place in Nepal is known as Amazon of East due to its biodiversity? नेपालको चाहिँ हैन कुन ठाउँलाई चाहिँ इस्टको एमाजोन भन्छ बिकज अफ त्यहाँको इन्भाइरोमेन्ट बायोडाइभर्सिटी भनेको धेरै चरा छ जंगलको अब क्वेशन त यो ईस्ट गन लागि ईस्टलाई उ अफलाई हो इलाम इस्टको झापा पाकेलाई गेसना चितवन इलाम झापा पाकेलाई इलाम झापा ईस्ट हाल सकुए वावलका न्याउसँग के पाके ल अर्को म अलिकति अप्सन के भन्छ हिन्ट दिन्छु वाइल्ड लाइफ रिजर्भ हो है त्यो चाहिँ ईस्ट हो मलाई इस्टमा यसमा के हो त्यो छ लागि अब कुन वाइल्ड लाइफ रिजर्भ छ त्यति धेरै छैन गेस गरेर त आजको क्वेशन दा क्वेशन Which place in Nepal is known as Amazon of East because of its biodiversity? Kosi ani कोसी तापु Yes, right answer. कोसी अनि Wildlife reserve. पज गरेर भन्नु मिलेन नि के पज गरेर भन्नु मिलेन डाइरेक्ट भन्नु